चुनावी माहौलमा गाडी लिएर हिँड्न नि गाह्रो, तर यसो हिँड्दा फेरि तर तारा चिन्ह लिएर हिँडेको चाहिँ एकदम सभ्य देखिन्छ है। उनीहरू सर्र हिँड्छ होइन, यसो गाडीहरू आयो नत्र कोही त यताबाट कोही उताबाट भनेर चाहिँ तिनीहरूबाट चाहिँ हामीले पाठ सिक्नुपर्छ है केटा हो। ठिक भन्नुभयो दाइ तपाईँले, मैले पनि त्यही महसुस गरिरहेको छु। त्यही त भने दाइ, त्यही नै महसुस गरिरहेको छु मैले पनि। कस्तो घाम पनि अहिले यति चाँडै चर्क्यो यार है। भाइ हो, यो जुन अहिले चुनावको बेला छ नि, यसमा हामी एकदम सचेत हुनुपर्छ। कसैले हामीले ललाइ फकै गरेर हामी लाग्नुहुन्न है। हामी युवाहरू कतै पनि प्रयोग गर्नुहुन्न, हामी सही ठाउँमा हिँड्ने हो हुन्छ। खालि पानी खाने कहिले के भन्छ यार, के गर्ने, छोराहरू पनि विदेश छन् है, आफू घर एक्लै छु, तातो पानी तताएर खाने दिने मान्छे पनि छैन। देशको हालत त्यस्तो छ है, के गर्ने होला। दाइ दाइ त्यहाँ दिदी लड्नु भयो। आन्टी के भयो आन्टीलाई? गाडीमा यहाँ हस्पिटल लानुपर्छ। नातिनु है आन्टी, नातिनु 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 केही हुँदैन के बोकल यहाँ ल हालिहाल। बस्नु 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 आउने यार, फास्ट गर न यार। पानी पानी खानु न दिल्लो। पानी पानी हुँदैन, पानी हुनुहुन्न, पानी कहिले पनि खुट्टा बरु माथि गर्नु, खुट्टा माथि गर्नु। सर यता आउनु न। हजुर के भयो? हेर्नु आमालाई हेत्तेरिका नातिनु है तपाईँहरू, तपाईँहरू नातिनु। एकछिन तपाईँहरू बाहिर बस्दै गर्नु न है। हुन्छ, धन्न बिरामीलाई समयमा ल्याउनु भएछ, हामी ज्यान बचाउन सफल भइयो। बल्ल राम्रो हुनुभयो। 5 मिनट ढिलो भएको भए ज्यान पनि जान सक्थ्यो तपाईँको बिरामीको। एकदमै हजुर धेरै धेरै धन्यवाद। धन्यवाद होइन, हाम्रो त यो त कामै हो। तपाईँले सही टाइममा ल्याएर चाहिँ 5 मिनट ढिलो भएको भए तपाईँको बिरामीको ज्यान पनि जान सक्थ्यो। अब हामीले गर्ने कुराहरू सबै गरिदिइसक्यौँ। अब तपाईँ चाहिँ अब बिस्तारै अब बिरामीलाई चाहिँ हेर्न जान सक्नुहुन्छ। अब त्यो फोन हाल्नु तपाईँलाई? बाबु, मेरो बाबुलाई फुल लगाइदिनु न। हेलो रमेश, ल ल टेन्सन लिन पर्दैन। अहिले मम्मीले एकदम ठिक छ, अहिले हामीले हस्पिटलबाट ल्याएको छ, हात लिन पर्दैन। ल मम्मीसँग कुरा गर्न त ल। बाबु पिर नमान, बाबुहरूले मलाई हस्पिटल टाइममा पुऱ्याएर मलाई राम्रो गर्नुभयो र म सन्चो भइसकेँ है। म भरेतिर कल गर्छु, अहिले धेरै बोल्दिनँ है। ल बाबु, ल म राखिदिन्छु। यसरी आत्तिएर बिचरा रमेश फोन गर्यो। हेलो बाबु, नात्यो सबै राम्रो भयो। हामीले लिएर आइसक्यौँ, आमालाई लिएर आइसक्यौँ। राम्रो क्लियर आएन नि। बाबु बाबु रमेश मम्मीलाई फोन गर्यो।
हजुरलाई भर्खरै कोठामा आएर मम्मीलाई फोन गरेँ हेर्नु न नेटवर्कै नभएको ठाउँमा आगो थियो दिउँसो राम्रोसँग गर्न पाएन दिनभरि मलाई आत्तिएर भर्खरै कोठामा आएर मम्मीलाई फोन गरेर तपाईँहरूलाई चाहिँ अब धन्यवाद तपाईँहरू सबैलाई धन्यवाद भन्नुलाई फोन गरेँ ए अत नि अहिले पनि त्यहाँ फोन गरेको थिएँ तिम्रो के अरे त्यहाँ सबै राम्रो भएपछि मात्रै निक्लेको हो हामी अनि सुन न हामीलाई अहिले के धन्यवाद दिने त मलाई यस्तो फिलिङ भयो नि बाबु आज म एकदम हृदयदेखि नै एकदमै थ्याङ्क यू हामीलाई नै थ्याङ्क यू चाहिँ रेणु दादालाई हो हाम्रो यहाँ किनभने त्यो त्यहाँ त्यो उताको परको त्यो पुल बन्द थिएन भने हामी त्यो हस्पिटलमा पुग्नु त 3 घन्टा लाग्थ्यो बाबु त्यो पुल त्यति महत्त्व रहेछ विकास है त्यही भएर जो आज आमालाई बचाउन सफल हामी होइन रेणु दाहाल हो यहाँ त्यो बेला यो चुनावको माहौलमा मैले पहिला चाहिँ अलि अर्कै सोचिरहेको थिएँ नयाँ केही गर्ने कि भन्ने सोचेको थिएँ तर रेणु दाहाल नै हुँदैछ हाम्रो सारा आज यो घटनापछि त म त सिरियस भएर त्यही भएर मैले आज त्यो तारा चुनाव चिन्ह नै लिएर आएर यहाँ म राखेको छु क्या त्यही भएर तिमीले पनि सबै साथीभाइ सबैलाई चाहिँ भनाया रेणु दाहाललाई जिताउनुपर्छ यस्तो विकास प्रेमी हामीसित जीवनसित जोडिएको कुरा रहेछ कि हजुरलाई म भन्छु न एकदमै महसुस भयो आज त्यो पुल हुँदैन भने मेरो आमा पुगेर मलाई एकदमै चाहिँ महसुस भएको भएर अब यहाँबाट साथीहरूलाई पनि म चाहिँ सँगसँगै घर फर्किएर भोट हाल्न तिमी पनि आऊ न तिमी पनि आऊ अनि म त भोलिबाट अब रेणु दाहालको चुनावको चाहिँ प्रचार प्रसार गरेर सबैलाई रेणु दाहाललाई भोट हाल्नु भन्छु तिमीले नि सबैलाई भन है हस् हुन्छ दाइ म फोन गरेर मामालाई पनि भन त्यहाँ फोन गरेर अलिक बुढा अलिकति बाङ्गे जस्तो छ है ल एकदमै थाकेको छु म अहिले प्लिज है भाइ थ्याङ्क यू मेरो भाइ